सो गाइज है लुक एट दिस भ्यू हुन्छ नि भ्यू टाढा टक्क चढिसकेको छ धरान पनि देख्छ सायद त्यहाँ कस्तो छ त्यस्तो हैन हैन अरु सोध्छन् हेलो गाइजहरु तपाईहरुलाई स्वागत छ आज चाहिँ हामी तीनजना चाहिँ अब हिले बजारतिर घुमेर आउनु पर्यो भनेर यसो तयार भएर अब हिँड्नु आटेको अनि पावल चाहिँ यहाँ छ हेलो गाइज वेलकम टु माय युट्युब च्यानल है मेरो युट्युब च्यानललाई पनि लाइक सब्स्क्राइब गर्न नबिर्सनु होला गाइजहरु मेरो युट्युब च्यानलको नाम चाहिँ के छ भन्दा चाहिँ एमीमा मगर छ अनि यहाँ चाहिँ मम्मी र जिमा चाहिँ बसिराख्नु भएको छ बस्नु मम्मी बाबाई उनीले जिमा हजुरकाला गाइजहरु हामीले चाहिँ हाम्रो यात्राहरु चाहिँ अब सुरु गरेर हैन यस्तो हिँड्नुको लागि सुरु गरिसक्यो सबै यता उता सिधै सिध्छ यस्तो खालको चिप्लेर पनि लाउन सक्छ त्यसै यारहरुलाई सावधानीको साथ हिँड्नुपर्छ गाइजहरु म यो बाटो नहिँडेको चाहिँ कति 5 महिना भइसकेको छ क्या किनभने म अस्ति भर्खर त त्यस्तै 4 दिन 5 दिन मात्रै भएको छ होला काठमाडौँबाट आएको अनि उतैतिर बसेर होस्टेलमा यस्तो के भन्छ अरे पढ्नुपर्छ हैन त्यही भएर चाहिँ मैले चाहिँ त्यति साह्रो चाहिँ यता चाहिँ आएको छैन भर्खर घर आएको पनि 5 दिन मात्रै भएको छ सो त्यही हो गाइज है अघि नै दिलले डिस्क्राइब हानिसक्यो होइन के हो कसो हो सो आज चाहिँ हुन्छ नि दिलले मेरो भ्लग स्टार्ट गरेको थियो तपाईहरुले गएर दिदीको हुन्छ नि युट्युब च्यानलमा चेकआउट हानिदिनु होला सो दिदीको थियो एममा मर्छ होला सायद गएर हुन्छ नि लाइक सेयर हानिदिनु होला है त त्यो गाइजहरु हैन अब टक्क जाने हिलेमा के हुन्छ नि घण्टा घर पनि चढ्ने भनेको सो त्यसमाथि आज फेरि हुन्छ नि बिहिबार हो क्या त्यसैले जानबाट क्या चिन्नु भयो भएन है मेरो दिदी हो लु इन्टर दिउँ न त आफ्नो इन्ट्रो हेलो नमस्ते मेरो नाम एमीमा मगर हो प्लिज गएर मेरो युट्युब च्यानलमा लाइक सेयर सब्स्क्राइब गरिदिनु हुन नबिर्सिनु होला गाइजहरु हैन मेरो नाम चाहिँ युट्युब च्यानलमा चाहिँ एमीमा मगर छ है गएर सब्स्क्राइब ढ्याक चलाएर हाल्नु नि लुक एट दिस भ्यू है गाइजहरु त्यो हो क्या हुन्छ नि हाम्रो घर त यो हो है टक्क लाएर अनि हाम्रो स्कुल चाहिँ त्यो घरदेखि कता जानुपर्छ भने नि कता हो हजुर माथि यो हो हाम्रो स्कुल श्रीलक्ष्मी माध्यमिक स्कुल हो क्या हुन्छ नि हामी चाहिँ मगानदेखि हिँडिसकेको छौँ सो गाइस त्यही हो अब हुन्छ नि यतादेखि थोरै उता गयो भने चाहिँ ठिक्क उता मेन रोड भन्छ नि हाम्रो चाहिँ मेन रोड नै भन्नुपर्छ होला पिच गरेको ठाउँ आइपुग्छ त्यतादेखि तलतिर गयो भने हात्तीखोला र मास्तिर गयो भने हुन्छ नि हिलेतिर पुग्ने बाटो हो क्या त्यही हो कस्तो भने नि लोदर लाग्यो क्या हेर्नु न प्यानको हालत सबै हिलो लागिदिरहेको क्या अब हुन्छ नि यो त सानो हुन्छ नि पानी बगिरहेको खोला रहेछ गएर धुनुपर्ने हुन्छ है के हो क्या गाइजहरु धुनै पर्ने भयो क्या अरू भन्दा पनि हेर्नु न यो प्यानको हालत के हो यो वाट इज दिस मेरो त राम्रो छ हौ हेर न फेरि कता छ हैन यो मैले हिलो हिँडेर के खासमा हाम्रो जस्तो हुनुपर्छ गाइजहरु हाम्रो जस्तो हैन ट्याक्क लागेर जाने ल पुग नानी ल पुग त्यो पनि पुगाइसिन्छ यता हेर त मेरो यहाँ सब उतिर लागेको छ मेरो जस्तोमा उतिर लागेको छ कि गाइस यस्तो माटो मात्रै पसेछ क्या धन्दा जा के हिँडेर चाहिँ लाग्छ के हो सेतिमा लाएर हिँड्दा औडा हुन्छ नि त लास्टै घाड हो क्या त्यही भएर किन लगाएको त नि त्यही हो गाइस है अब क्या हुन्छ नि हुँदैन स्ट्यान्ड आउँदैन त्यो जाँदा के पनि थप्यो भन्दाखेरि दिलले अब नयाँ किन्यो रे हुन्छ नि तर हुन्छ नि स्टिक चाहिँ छैन अहिले अब हिलेमा गएर हेरौँला है स्टिक पनि किनकि हुन्छ नि हिजो अस्ति म हल्का बिमारी थिएँ क्या अनि भर्खर निको हुँदैछ त्यही पनि हिँडिरहेको छ गाइज अब यतादेखि त्यो धुलो हुन्छ नि त अति धुलो उठ्छ क्या लुक एट दिस भ्यू है टास्मा आइपुगिसक्यो ताती चाहिँ आउँदैछु यतातिर लुक एट दिस भ्यू है दामी हेरेको छ बाल तरिकाले दुर्बुझदेखि हो क्या त्यही त्रिशुलेको वनमा अब हुन्छ नि इन्टर गर्न आँटे क्या त्यही हो दामी भ्यू आइरहेको छ है सो गाइस है तपाईँहरू देख्नुभयो होला है यो रुखहरू हुन्छ नि पहिला पनि थियो क्या तर पहिला सानो थियो सो हुन्छ नि पहिला यता देखिन्थ्यो है भन्थ्यो क्या पहिला त सो अहिले चाहिँ त्यति साह्रो रुख रहेछ क्या भनौँ न अहिले चाहिँ यो
त्रिशुलेको वनको बिचमा आइपुग्यो क्या बिच बाटोमा कस्तो देखिरहेछ है त्यही हो क्या पहिला त्यो हुन्छ नि टक्क अगाडि नै आएर यता लुग्ने गर्थ्यो क्या हामी चाहिँ बिहिबारको दिन त्यही पनि हुन्छ नि अनि मम्मी हजुरहरू चाहिँ पछाडि आउनुहुन्थ्यो सो हामी त यता लुकिराख्यो क्या सो गाइस है हामी त अब त्रिशुल निस्किसक्यौँ लुकेर दिस भ्यू है यही हो क्या त्रिशुल यतादेखि अब ठ्याक्कै यता हो क्या हो र सो गाइस है हामी टक्कै हिँडेमा आइपुगिसकेको छौँ देख्न सक्नुहुन्छ आर्मी क्याम्प हो यो चाहिँ नेपालको दोस्रो ठुलो क्याम्प होला सायद अनि यो चाहिँ माथिदेखि खासमा गेट चाहिँ माथि छ है त्यहाँदेखि यतातिर आएर यो चाहिँ निस्किने ठाउँ हो क्या लुकेट दिस भ्यू यो चाहिँ हिलेममा होइन पानी सप्लाई यहीदेखि हुन्छ क्या यो पानी निकाल्ने ठाउँ हो क्या टक्क यता हुन्छ नि त्रिशुले पनि जान्छ होला सायद त्रिशुले नै यता माथि जान्छ सो अनि दुईवटा पाइप तलतिर दुईवटा माथितिर रहेछ जस्तो यो चाहिँ हुन्छ नि आर्मी क्याम्पदेखि निस्किने ठाउँ हो है टक्क यता गेट छ कस्तो खिर्मिरहेको छ यो चाहिँ निस्किने ठाउँ भनौँ न अझ योभन्दा तल पनि छ क्या नेपालको नक्सा यता के भइहाल्यो यता चाहिँ गार्डन जस्तै क्या फुलहरू रोप्ने ठाउँ त्यही हो अझै तल पनि छ क्या सो गाइज अब हामी आइपुगेको छौँ होइन स्ट्याचु पनि छ ठक्क लगाएर यता हुन्छ नि नेपालको नक्सा ठिकै छ हुन्छ नि क्यामेरा ऐना भनौँ न सो गाइस है अब चाहिँ भर्याङ स्टार्ट भइसकेको छ सो गाइस लुक एट दिस भ्यू है आज त के हो खुल्लामा रहेछ होला त्यति राम्रो छ खुल्ला छैन कि आकाश अनि त्यति राम्रो भ्यू चाहिँ देखिँदैन जस्तो लाग्यो मलाई सिङ राख्छ हजुरले सिङ राख्छ होइन हजुर अब कहाँ भन्नु नानी बिस्कुट पुरा गर्नु हजुर यता हजुरको जग्गा त कुन यही हो होइन अघि गो राख्ने ज्या लाग्छ ज्या ज्या अनि गो राख्न चरा छ कालै कालो लिएर आउनुहोस् इला पनि भन्नु उसले हजुर इला त्यही हो क्या गाइजहरू होइन अब तलदेखि आयो एकछिन बसौँ भनेर बस्यो हो क्या भन्नु भने अर्को चाहिँ के किन्यो हो थाहा छैन मलाई के गर्नु अर्को भनेको किन क्या उतै रिङ एउटा किन्यो एउटा रिङ किन्यो अनि बिस्कुट एउटा किन्यो अनि डिउ किन्यो त्यसपछि चोचोहरू 3टा अनि एउटा पानी किन्यो त्यति नै हाम्रो आजको बजार आएको भन्छ फेरि कति कति 200-400 रुपियाँ खर्च होला 500-600 रुपियाँ खर्च होला हजुर रानी न ढेरम ना सो गाइस रिङ 90 रुपियाँ गरे क्या यो रिङ त त्यस्तो होइन किनकि यो हुन्छ नि रड लाएर किनेको हो क्या लाउनुलाई त्यस्तो होइन होइन अरू सोध्छ नि त सो गाइस है आउँथ्यो हामी झुटा चढाएको अहिले खुलेछ नि त त्यही हो माथि चढौँ अब हेरौँ तर तुवाल लगाइरहेको छ हल्का है त्यस्तो भएर हिँड्नु अहिले कमरेका ढोकामा पुरै हुन्छ नि ल गाइजहरु हामी चाहिँ सो गाइस लेट्स भ्यू है यस्तो हुन्छ नि फोटोहरु पनि राखेको छ पुरा गर्ने के हो टक्क यता एउटा फोटो यता अर्को कत्रो ब्ल्याक भनेको थिएँ यी चढ भनेको है झन्डै त्यही पनि नपाइदियो यता 2226 यो 230 मङ्सिरको रहेछ यता अर्को हुन्छ नि तस्बिरहरू बाबा चलेको क्या अस्तिको पहिलाको पालि आउँदा थिएँ र केही थिएन क्या गाइजहरु त्यही हो क्या 2026 सालको रहेछ लुक एट दिस भ्यू है हेर्नु त्यता तलतिर स्केटिङ खेलिरहेको छ क्या यता
टाढोको भ्यू सम्म 2025 225 होइन टक्क लगाएर यता बिस्तारै बिस्तारै हेर्दै जाने हो क्या। अस्ति हुन्छ नि तलको भ्यू टावर चढ्यो है चिलिवनको एकैचोटि माथि के हो यो कत्रो होला। So guys, you get this fish. हावा बस्छ Sit. Look at this view, है Sit. यहाँदेखि झऱ्यो भने यहाँदेखि फोन झऱ्यो भने बबाल धऱ्यो है। त्यही हो म चढेर यस्तै हो हुन्छ नि। आज घुम भएर आएको चढ्नु 10 दिन चढेको यो ठाउँमा तपाईँ यार हावाको प्रेसर कत्रो रहेछ। Look at this view केटा के भन्नु Look at this view है। यो चाहिँ कता भन्दा पागडी बस जाने ठाउँ हो। यो माथि त्यही कता यता मास्तिर जान्छ यो तलतिर पागडी बस जाने बाटो हो क्या। त्यही हो जुम है। सो गाइस है लुक एट दिस भ्यू हुन्छ नि भ्यू टाढा टक्क चढिसकेको छ। स्ट्यान्ड त्यही लाम नबनाऊ होला क्या किनकि भने नि बित्था मैले तल फोन झऱ्यो भने होइन त्यही हो क्या। टक्क यहाँदेखि भ्यू कस्तो थियो कस्तो देख्छ है। यो हिले बजार भनौँ न है पछाडि हिले बजार हो नि त त्यही हो क्या। ट्रक लाएर लास्टै हुन्छ नि हावाको प्रेसर त्यस्तो छ है। सायद त्यो पनि 5 तालेर होला। अब माथि जाउँ है दिदी र मैले त्यही हुन्छ नि माथि गइसकेको छ बहिनी त्यही हो माथि जाउँ है। त्यही हो क्या यता चाहिँ बाहिर जानु हुन्छ तल थियो है यता त केही छैन क्या जति डर पनि छैन कि यस्तो भूकम्प पायो भने डढ्यो भने क्या कत्रो छ यार। विन्टरसम्म कति होला 2026 चैत्र यो क्या फोटो खिचेको त्यो अलिअलि के प्यारेन्ट्स मात्र भएको है के हुन्छ त्यो हुन्छ नि एकछिन हाम्रो तल जाने। Look at this view, right? Packet bus, it's with us. त्यही हो अब बाहिरको भ्यू हेरौँ है त। लुक एट दिस भ्यू है त्यही हो। हजुर यता हुनुहुन्छ हजुरी ओरे हजुरी। सो हेरौँ न होइन यता रामर देख्यो भने चाहिँ यार नत्र भेडाटारहरू पनि देखेर सायद त्यहाँदेखि भेडाटार नभनौँ कता भन्दाखेरि के भन्छ तल त्यो के यता दिदी यता हेर्ने यता यता त फोहोरहरू हुन्छ नि मनाइरहेछ यहाँ फोहोर फाल्न सक्दो मनाइयो भन्दा चाहिँ यता तपाईँहरूले देख्न सक्नुहुन्छ उल्टो देखिरहेको छ होला सायद। हजुर त तल बस्दा बस्दा वाक्कै हुनु होला हामी यता मजा छ। हजुर के गर्ने है दिदी हजुर के गर्ने तल बसेर जानु आँट्नु भयो क्या बसिराख्नु भएको छ। दिदीको कलाकारी त यता चल्दैछ मस्त है। दिदीको कलाकारी त यता चल्दैछ है मस्त हुन्छ नि। त्यही हुन्छ नि आजको दिन यतिकै सक्यो क्या यताउता गर्दा हिलेमा आएको कति 11-12 आइपुगेको थियो होला कि 12 बजेर कति बेला आइपुगेको मलाई थाहा भएन है। आजको दिन चाहिँ यतिकै जाने भयो क्या अब टक्क हुन्छ नि यहाँदेखि सिधेर अब घर जानुपर्ने हुन्छ त्यही हो क्या। कस्तो छ हुन्छ नि बिजुली अफिस यो भने है अघि मैले देखाएको थिएँ तपाईँहरूलाई। सो यो त पुरानो बिजुली अफिस भनौँ होइन अनि यो चाहिँ हुन्छ नि नयाँ बनाएको क्या। जुम त बबाले जान्छ नि यार मेरो भनेको नि त्यही हो। अब यता भनौँ न यतातिर मैले भनिसकेँ होइन। सो यता टिकटक बनाउँदैछ मस्तसँगले यो हिले बजार भइगयो होइन। अनि होटल के हो मकालु भ्यू अरे क्या। सो गाइस त्यही हो है अब हामी जानु आँटेको है फोटो हुन्छ नि खिचिसक्यो के हुन्छ सबै क्या स्याहाल्छु त्यो पनि ब्लगमा। सो अब त्यो लाग्न आँटेको घरतिर हो। सो यही हो क्या टपमा हो लुक एट दिस है
पत्रो देख्छ यार मुनिदेखि त सो गाइस है तपाईँहरू त्यहाँदेखि भयो क्याल हुँदो रहेछ होइन नजाउँ भनेको अब बोलाइहाल्नु भयो होइन गएर भात पनि हालिदियो है त्यही हो क्या अब आजको भ्लग यतै अन्त्य हुन्छ जस्तो लाग्यो तपाईँहरूले हुन्छ नि कस्तो लाग्यो मेरो भ्लग है त्यही हो अब अर्को भ्लगमा भेट्दै गरौँ न टेक केयर है त बाई बाई